ओके गाइस, सो फाइनली हामी चाहिँ यो जङ्गलमा हामी चाहिँ यो जङ्गलमा यति पस्न दिन्न, के भन्छ अरे त्यो अनुमति लिनुपर्छ। अनुमति लिएर हामी चाहिँ 3 जना, एउटा स्कुटी, एउटा चाहिँ यहाँ एनएस, 3 जना भएर निक्लेको छौँ के। अब यहाँ अब हुन्छ नि लेक्सी वाटापेन्सोमा आएपछि डर पनि लागिरहेछ। कता मन सिरिङ हुन्छ, अहिले बाघले च्याप्प समातेर च्याप्प लिएर गइहाल्छ कि भनेर होइन। के गर्ने, मेरो अरू छाइदिएर घुमौँ न। अब सबैले अब त्यो हुन्छ नि त्यो गाडी सफारी हान्छन् होइन जङ्गलमा, जङ्गल सफारी भन्ने त्यो पिकअप गाडी जस्तो हुन्छ नि, हो त्यो सजाउ घर हुन्छ के। हामी पनि सल्लाह गरेको त्यस्तोमा पनि के जाने यार। अब यसो हुन्छ नि जङ्गलभित्र पसेपछि गैडा हात्तीले नलफेटसँग के मजा आउँछ, के मजा आउला होइन र। त्यही भएर हिँड्दैको हामी त ल त्यही हो। यसो यहाँ भित्र पस्नुलाई चाहिँ फेरि के एग्रिमेन्ट साइनहरू गर्नु पर्दो रहेछ, त्यसको जिम्मेवारी आफै पर्नेछ भनेर। तर पनि हुन्छ नि अब यसो शक्तिमा के हामीले हुन्छ नि दिन त दिँदैन, तर पनि हुन्छ यताउता हो त नि। नेपाल भनेपछि त्यो पैसा दिएको तमासा दिएको के हो त्यो। हामीले त्यो मोटो कुवा जस्तो के पैसा पनि फाल्ने, आफ्नो ज्यानलाई पनि रिस्क दिने क्या, त्यस्तो के पैसा पनि तिर्ने। अनि जस्तो यो जङ्गलमा आएर त्यस्तो अब बाघ आएर क्या के भने उयो मान्छे के हो क्या त्यहाँ डराउनु नडराउनु लाग्छ। जुम भएन यार, नडर हाम्रो केही भएन, तिनकै केही भएन। टेन्सन नगर न यार केटा, म सुने यहाँ सरद गाइड हो कि, ठिक छ। भागिदिन्छु मैले खतरा हो कि। यहाँबाट 2टा बाटो छ है। ल अब चाहिँ यहाँबाट चाहिँ म गाइड भनेपछि मैले भनेको मान्छौ कि न केटा, मान्ने। लेफ्ट लागौँ है त। ल लेफ्ट लागौँ, लेफ्ट ल लेफ्ट लागौँ, लेफ्ट लेफ्ट लेफ्ट। 20,000 ताल रे, 4.5 किलोमिटर। ओके सो ल जाऊँ। ल गाइस झरायो झरायो झरायो, बिस्तारै बिस्तारै बिस्तारै। ल हेर्नुहोस् ल, हेर्नुहोस् ल झरायो। हल्ला गर्ने होइन, हल्ला गर्ने होइन, यहाँ झरायो झरायो देखियो के अरे गाइस। हेर्नुहोस् झरायो खाना कस्तो। अब हाम्रो घरतिर भएको आमामा छोपेर छ्याप पारिहाल्छ। यो चाहिँ कुमारी ताल हो कि के भन्छ कि है, तालै छैन त के छ यो चाहिँ हाम्रो घर हो परेन के अरे। नत्र भने त्यसलाई एकदम छोपेर छ्याप पेटमा हालिहाल्छ यो ताल होइन। यो आमा ऊ अगाडि पनि कुकुर छ यार त्यहाँ ए मान्छे पनि रहेछ नि यार धन्न। चाहिँ केटा अझै पनि के छ हेर्नुपर्छ है। चरा चरा वाट अ ब्युटिफुल बर्ड। तर देखाउन पाइनँ साथीहरू, गाइजहरू नरिसाइदिनु होला। होइन यार आर्मी रहेछ यार, आमा छिलो दिन कि के हो यार, घर रहेछ सेक्युरिटीको लागि जङ्गलको। नम्बर खोलेको पछाडि यस। यहाँ रिसाउँछ कि यहाँ भिडियो गर्नुमा त्यहाँ इन्ट्री गर्नुपर्छ कि त्यो टिकट चेक। आमामा यस, टिकट चेक गर्नुपर्छ। ल यहाँ टिकट चेक गराउने हो। 4 किलोमिटर। हजुर हजुर यस। ड्राइभरलाई देखाउनु पऱ्यो नि। ए आउँदासम्म गइहाल्छौँ अहिले भन्थेँ नि। अरू चाहिँ गाडीमा, हामी चाहिँ यस्तोमा उमा ल जाउँ जाउँ जाउँ। ओके छु ल हामी फेरि पनि लाग्यो अब चाहिँ जस्तो न ओके कन्टिन्यू गाइज, लेट्स गो। गाडीको त मैले अझै एउटा जनावर देखेँ। थाइ तिर्का दाइ तपाईँले अगाडि लिएर जानुभयो यार। थाइ तिर्का म देखाउँछु है केटा, गाइज म तिमीलाई देखाउँछु है। यार ए यहाँबाट देखियो हरि बाबा, यहाँ ठुल्ठुलो छ है हेर्नु है। ल खतरा है, मलाई नै हेरिरहन्थ्यो।
एउटा दुईटा तिन चारवटा छ यार केटाले कस्तो मलाई छोडेर भागिदिएको थिएँ केटा यार तिमीलाई मेरो माया छैन ओके गाइज लेट्स गो देखियो खतरा हो नि म त होइन केटा तिमीले टेन्सन गर्नु पर्दैन म यत्रो मोटो मान्छे होइन त्यो बाघ देख्ने बित्तिकै तिम्रो चाहिँ भाग म चाहिँ त्यो बाघको अगाडि गइदिन्छु अब त्यसले त मलाई खाएपछि त्यसको पेटमा भरिहाल्छ नि त केटा हो तिमीहरूले पो मलाई माया गर्दैन मैले त माया गर्छु नि तिमीलाई केटा हो 2-3 साग पुग्छ होला अनि म एक्लै भएपछि बाघलाई त 2-3 साग पुगिहाल्यो नि त एउटा फिला त त्यसले खान्छ अगाडि त्यसलाई के भन्छ यो यसलाई धमिरा उयो के भन्छ होइन र त्यसलाई धमिराको घर हो के भन्छ धमिराको यो पाल्पातिर त्यसको मलाई त्यो के भन्छ अरे चुलोमा के चुलोहरूमा घर लिप्ने बेलामा त्यो युज गर्छन् कि त्यो एकदम पर्फेक्ट प्योर ओरिजिनल आमामा यता पनि एक बथान छ है गाइस ल मैले देखाउन पाएन अझै त्यो अगाडि आमा जस्तो ओके आमामा भोथानै रहेछ बुङ्गुर होइन यसलाई इङ्ग्लिसमा के भन्छ डियर बाख्रा होइन जाउँ जे हेर्न खोजेको त्यो हेरिएन के अरे ओके गाइस सो लेट्स गो हाम्रो अर्को हिरो गाडी पनि पछाडि आइरहेछ वाइ यहाँ पनि एक पठान रहेछ होइन यार तर यो मात्र हेरियो यार तर यार गाई झन् यो यसको मलाई नामै थाहा भएन के भन्छ यसलाई मृग ए आमामा हेलो ए इङ्ग्लिसमा यसलाई मृग भन्छ नेपालीमा मृग अनि इङ्ग्लिसमा चाहिँ मृग गुड लाग्यो भने जस्तो होइन खतरा हो क्या म पनि है डेन्जर म त होइन अनि यो के भन्छ अरे यो गाइड त गाइडै हो कि तर पनि डर लागिरहेको छ त्यही भएर त्यही उता पछाडि गाडी आउँदैछ होइन त्यो गाडीमा चाहिँ एउटा गाइड छ क्या उहाँ त त्यो नेपालको जस्तो यो गाइड भन्नाले कस्तो गाइड भन्नाले त्यो हुन्छ नि नेपालको इन्जिनियर सुक्ती रक्सीको इन्जिनियर हुन्छ नि यो केलाई राखेको यो क्यामेरा ल हेर्नु यहाँ जङ्गलमा यस्तो क्यामेरा हुन्छु हेर्नु नै पाइएन यार अहिले अर्को त्यो हुन्छ नि नेपालको वन कुखुरा उता कुखुरा काली उता कुखुरा रहेछ देखाउन मिलेन यहाँबाट देखियो त्यो भने नि त्यो म चाहिँ सेकेन्ड गाइड हो क्या जस्तै त्यो नेपालको के गरे इन्जिनियर नेपालको इन्जिनियर त्यो हुन्छ नि रक्सी सुक्तीको इन्जिनियर हो क्या तिनीहरू भनेको हो त्यस्तै चाहिँ म फेरि यहाँ सेकेन्ड गाइड हो क्या त्यो मेन गाइड चाहिँ उयो पछाडि उता सिकाउँदैन हो त्यसमा छ के अरे केही भयो अहिले पनि त टेन्सन छैन बचाइहाल्छ फेरि अन्त के डराउने डर त लागेको छैन के हल्का मन मात्र सन्न गइरहेको त्यस्तो खासै केही भएको छैन तर मलाई अघि भाइ भर्खर बिरेको नि हामी मान्छे हो एकताल छ के भन्छ अरे 20,000 लेख 20,000 लेख This is a monkey, okay? देखिन पर्यो नि गाइजलाई हेर्नुहोस् न हामी चाहिँ जुन पुरा हेर्न आएको त्यो चाहिँ देखिएन होइन एटलिस्ट बाघहरू पनि देखिएन भनेको यत्रो पैसा तिरेर आएको भयो यार छिर्ने हो र स्क्याम भइदिए भयो छिर्ने हो भनेको ठिकै हो अब यताबाट उठ्नु जानु होइन गाडी पनि आयो ल ल अनि दाइ बाटोमा आउँदा कतिको डर लाग्यो नि यहाँ यता यो जङ्गलमा पानी राख्ने तरिका हेर्नु खतरा हो क्या है खतरा के जादु है
राम्रो झरीहरू पनि छन् बिन्दास ल हेर्नु झरी जे होस् हेर्न आएको चाहिँ फाइदा भएछ जे हेर्न आएको त्यो हेर्न नपाए पनि आमामामा के चरी बन्न लाग्यो आहा ठिकै छ त्यो पनि जोडी पढ्यो थाहा पायो भने लपेट हाल्छ गाइज ल हामी चाहिँ अब फर्किन लाग्यो यति नै भन्दै अब आफ्नो भिडियो चाहिँ क्लोज गर्दैछु ल पारा ल यहीँ पोज हान्दै यो भिडियो चाहिँ क्लोज गरेँ मैले क्लोज क्या ढ्याङ्ग ल